यो भरत आश्रम त निकै नाम चलेको पो छ त हैन र के यहाँ सुविधा तपाईहरुलाई राम्रै छ नि भाइ भगवानको कृपाले गर्दाखेरि सुविधा राम्रो सबै पाएका छौँ त्यसो भए राम्रै त रहेछ नि हैन बुवा अनि खै त आज त आश्रममा यसो कोही देखिँदैन त के भन्नु र भाइ सबै यहाँ मन्दिरमा पूजाको उसमा गइरहेछन् सबैजना बुढाबुढी ए दाइ त्यसो भए त ल अस्तिमा आउँदा त यहाँ त निकै रमाइलो पो थियो त हौ तपाईँहरू गाना बाना बादल बाँसुरी हारमोनी बजाउँदै थिए त कता छ खै यसो बजाउन आज हामी दुई भाइ भए पनि हो त लु रमाइलो भयो त जाउँ त हेर्न लु यसो रमाइलो गरौँ आज भाइलाई त आज निकै गाउँले सुर चढेको छ क्या हौ होइन दाइ आज त मैले गाना सुन्ने पो त तपाईँको गाना मैले म चाहिँ मादल बजाइदिन्छु तपाईँ गाउनुहोस् न जोड्ने है उसो भए भाइ म त बुढो भएर बैसामा फर्किनु पर्यो नि दाइ पनि मन बुढो त कहाँ हुन्छ त उमेर पो बुढो हुन्छ त सधैँ जवान नि बैसा त कहाँ जान्छ त्यहाँ भाइले पनि पैसामा त ठुलो उपकार गर्छ त दाइ पनि कस्तो कुरा गर्नुहुन्छ हौ रमाइलो गर्ने भनेकै पैसामा त हो नि होइन बुढेसकालमा त के चाहिँ गर्न सकिन्छ र दाँत फुक्ली जान्छ हाँस्दा नि चाउरी परिजान्छ उसो भए म तन्नेरी भएँ ल सुरु गरौँ ल गाईको बाछो खोलैमा चढ्दैन गाईको बाछो खोलैमा चढ्दैन मादलको स्वर सुन्दा नाचौँ नाचौँ लाग्छ
बुढो भएर सम्झिँदा रौँ लाग्छ। अनि यस्तो मिठो गीत गाउँदा गाउँदै नि कहाँबाट बिरहको यस्तो कुरा आउँछ हौ दाइ तपाईँलाई? हौ भाइ के गर्नु हौ, अब अघि रमाइलोमा यताउता गऱ्यो के गर्यो, अब यस्तो वृद्ध अवस्था भइसकेपछि बिरह नचलेर के गर्नु र हौ, हिउँदा खुट्टा गर्छन् के गर्नु र भाइ हौ। होइन दाइ खुट्टा त काम्दैन होला नि। हौ भाइ यो के भन्छन् भन्छ यो भाइ पनि। होइन दाइ यस्तो जवानी जस्तो देखिन्छ त अहिले पनि, दाँत चाहिँ कहाँ फाल्नु कसरी गरे त? भाइ यस्तो कुरा चाहिँ नगर्नुहोस्, दाँत मान्छेले हाँस्छन् त लाग्छ त। होइन दाइ वैशामा त तपाईँ त निकै झिल्केको हुनुहुन्थ्यो कि के हो? हौ भाइ उहिले भोटमा नुन लिन जाँदा त सुन पो लिएर आउँछ त हौ। होइन मैले कुरा बुझिनँ हौ, कस्तो सुन कस्तो कुरो नबुझेको भाइ, बाटोमा दोहोरी गाउँदा सुन भेटिन्थ्यो नि हौ। मान्छे त निकै झिल्के पो हुनुहुँदो रहेछ त त्यसो भए त है। अहिले पनि के कमी देख्नु भएको छ र भाइ? भाइ नपच्याएको मलाई मेरो वैशामा त के गर्थे नि हौ, गाउँथे गीत गाउँथे हिँड्थे 5 बजाउँथे कति हो कति नि हौ यस्तो। दाजु दाँत चाहिँ फुत्केला है दाँत। भाइ पनि के भन्छ हौ। ओहो हाम्रो हजुरबा त कस्तो रमाइलो गरिरहनु भएको रहेछ। होइन मलाई पनि हजुरबुवा जस्तै देख्यो कि के हो? ए नातिनी नातिहरू आइपुग्नु भएछ, अब बस्नु बाबु। लु दाइ मलाई अब जानुपर्ने काम पनि भयो, तपाईँको नाति आउनु भएको रहेछ नि त। हस् म लागि बिदा भएँ, फेरि भेटौँला। हस् तिमीहरू आयो राम्रो भयो नि नानी। एकजना भाइ यहाँ चिनेको भाइ थिए, आएर यसो हाँसु खुसी रमाइलो गरिराखेका छन्। हो नि हजुरबा, यो उमेरमा त छिमेकीहरू भेला गरेर हाँसी खुसी रमाइलो गर्नुपर्छ नि, नभए त डिप्रेसनमा गइहालिन्छ नि हजुरबा। ए दिदी हाम्रो हजुरबाजुले नि यति रमाइलो हुन्छ। केटाहरू के रमाइलो गर्नु, भित्र पसेर मोबाइल हेर्दा ठिक्क भइराखेको छ। हामीहरू त अब यस्तै हो नि। ए हजुरबा यो इन्टरनेटको जमानामा मोबाइल चलाइहाल्छन् त्यसमा। ल त तपाईँहरू गफ गर्दै गर्नु, मेरो चाहिँ बाहिर जाने काम छ है त। के को हतार पक्नु सँगै जाउँला तर म। होइन तिमीहरू अहिले भर्खर आएका, अहिले नि फुत्त जाइजाने गर्छौ के? चुलो सल्काउन आएका हौ र? बेटिस हजुरबाले के भन्नु, जहिले पनि तँलाई हतार हुने होइन? नाति केटालाई त हतार रहेछ, तिमीलाई पनि हतारै छ कि क्या हो नानी? हो नि हजुरबा, मलाई पनि हतार छ। किराना पसलबाट छ नि, अघि सामानहरू लानुपर्ने छ। अनि तपाईँलाई त यहाँ राम्रै होला नि हजुरबा। के भयो हजुरबा, हजुरलाई त्यति सन्चो छैन? मलाई सन्चै छ बाबा, मलाई सन्चै छ। हुन्छ हजुरबा, अहिले हामी जान्छु होइन, फेरि आउँछु नि ल भेट्नलाई ल हजुरबालाई है हजुरबा।